ल साथीहरु म यसबाट निक्लेको अब यो हस्पिटलमा आएपछि यस्तो लास्टमा के भयो मसँग जो मलाई लास्टमा यो हस्पिटलबाट भाग्नु पर्यो। त हेलो गाइज वेलकम टु माई न्यू मिनी ब्लग। त आजको मिनी ब्लगमा साथीहरु म चाहिँ यहाँ यो हस्पिटलमा आएको छु आफ्नो हैन काम गरेको पुरानो हेर्नको लागि। लास्टै डर लागिरहेछ साथीहरु, धेरै दिनपछि चाहिँ म हैन यो हस्पिटलमा आएको। यो हस्पिटल जुन छ नि हैन, यो हस्पिटल चाहिँ त्यही भएर मैले चाहिँ आफ्नो हातमा एउटा फलाम लिएर घुम्दैछु कि जमेसो डर लागिरहेछ। सो यसो कतै कोही छैन कि म एक्लै छु अहिले बिल्डिङमा। डर त लागिहाल्छ हैन। बल्ल यार हैन, मतलब भित्र अचम्मको डर लागिरहेको थियो कि यस्तो हुन्छ नि त, जसो फिल भइरहेको थियो कि कोही छ भनेर हैन। हुन्छ नि त साइडमा जसो मेरो पछाडिबाट अहिले वाममै कोही गयो कि, लास्टै डर लागिरहेछ कि साथी। हेर्नु के गर्नु यहाँ, डरले त एकदम साउन्ड पनि एकदम नराम्रो आउँछ कि यसमा। सुन्नुहुन्छ? यो भुतिया हस्पिटल भइसक्यो मलाई जस्तो लाग्छ अब कि। सुन्नु है सुन्नु, कोही छ जस्तो लाग्दैछ, कोही छ साथीहरु जस्तो लाग्दैछ मलाई। एक्लै नआउनु पर्ने रहेछ है साथीहरु। लास्टै भूत छ जस्तो लाग्दैछ मलाई, यो भूत। यताबाट साउन्ड आइरहेछ। ल साथीहरु म यसबाट निक्लेको अब।